हल्का चाहिँ हान्नु आँटेको छौँ भन्नुपर्ने कि के भयो भन्नुपर्ने के भयो सरी खै त लोप्साङ दादा ल अहिले चाहिँ यो हामी चिया खाँदैछौँ है बिदाई चौतारीमा बसेर भन्नु न बिदै चौतारीमा बसेर चाहिँ हामी चिया खाइरहेको छौँ हामी तल तल के भन्छ मनोकामना हिँडेको चिया चाहिँ एकदम मिठो बनाउनु भएको रहेछ दामी छ है यो चिया चाहिँ एकदम मिठो छ के हो यो एन्जल खाजा घर रहेछ वरुण कलेज जाने हजुर मलाई ए हो यता चाहिँ वरुण बोर्डिङ छ यता वरुण क्याम्पस जान्छ ल चिया दामी पाउँछ यहाँबाट हामी राइड जान्छौँ कतिघाट जाने बाटो हो यो चाहिँ बाटो अलिक ओह्रालो छ है यहाँ चाहिँ अस्ति चाहिँ अलिक भत्किएको थियो अहिले ठिकै रहेछ गन्डेर नि भत्किसकेको छ बनाएर पनि भत्किहाल्छ यस्तै हो यहाँ ओह्रालो भएर पनि होला क्या बाटो बिग्रेको चाहिँ पारी है जङ्गल कस्तो त्यो पानमा मौलाएर ग्रिन देखिँदो है नभए त्यो कस्तो खैरो थियो नि त यहाँबाट चाहिँ हामी राइट गयो हुन्छ जान्छौँ है यता लेफ्ट गयो भने अनि हामी यता जान्छौँ अनि हैन भोजपुर जान्छ नि यो बाटोबाट भोजपुरको तिनीहरू पनि जान्छ क्या यो बाटो हुँदै है हामी यतादेखि अब यता उता स्विमिङ यहाँ चाहिँ पुरा कागज लगाएर चाहिँ सबै बाटो कागजहरू त्यति गरेर छ यस्तो गर्मी हुँदैछ है कागज है गर्मी पनि हुने अनि टिप्प अलिक माथि होइन यता गाडी कुद्दैन नि त मनोकामना मन्दिर की जय कसै शीतल है अब चाहिँ हामी यहाँ मनोकामना मन्दिर पुगिसकेका छौँ अब लोप्साङ अरोरा यहाँ चाहिँ अब हामी थोरै सामानहरू लिएर पूजाको सामानहरू लिएर पूजा गर्छौँ हामी खोलातिर जाँदैछौँ अरुण खोला अब फर्स्ट त्यता हामी पूजा गर्छौँ त्यसपछि हामी आएर मनोकामनाको यहाँनिर छ यता जङ्गल छ यता अरुण मजाले घाम लागिरहेको छ गर्मी छ लास्ट जस्ट अब एक दुई दिन अगाडि चाहिँ पानी परेर वेदर राम्रो भएको छ त्यही भएर पनि आकाश सफा छ यहाँ पहाडी अरुण छ अरुणको किनारमा गएर हामी पूजा गर्छौँ मान्छेहरू पुरा आज शनिबार भएर चाहिँ पूजा गर्न आउनु भएको छ ल बब्बल भिउ छ है अरुण उपत्यका हो यो चाहिँ है विश्वकै हो चाहिँ उपत्यका तल तल पानीमा नगर न हाम्रो यहाँ पूजा कार्यक्रम चलिरहेछ
खोलामा पूजा गरिसकेर हामी फर्किँदैछ। अब हामी उता मनोकामनामा चाहिँ गर्छौँ। गर्मी भएर चाहिँ बगरमा हिँड्दा लास्टै गर्मी भइरहेछ। बाढी आउँदाखेरि ऊ पारीसम्म आउँछ है, यहाँ माथि छ त्यो बाढसम्म आउँछ। अहिले चाहिँ पर मात्रै छ, सब यिनीहरू पुगिन्छ क्या बाढी। अब हामी मनोकामना जान्छौँ। माथिल्लो मन्दिरमा पनि हामीले पूजा गरिसकेर एकछिन बसिरहेछौँ। हामी मनोकामना मन्दिरमा आएको छु। अब हामी स्विमिङ गर्न जान्छु। म अति ललिपप खाँदैछु। अहिले पूजा गरिसकेर तल गरिसक्यौँ। अब हामी चाहिँ यहाँदेखि अब उता मकालु रिसोर्ट छ, हामी त्यो रिसोर्टमा जान्छौँ। बर्ड पिपल मात्रै छ क्या यहाँ, अत्याधिक रोपिरहेको छ क्या। अहिले चाहिँ हामी यहाँ मकालु रिसोर्टमा पुग्यौँ। अब हामी यहाँ छिर्छौँ। यहाँको फुलहरू चाहिँ पहिले यस्तो थिएन है। हेलो, अलिअलि धेरै नै भएछ। हामी यहाँ छिर्यौँ। अब यसपछि हामी स्विमिङ गर्छौँ। यहाँ स्विमिङहरू छ, खाजासाजा खान्छौँ। केटाकेटीहरू इन्जोय गर्छन्। मान्छेहरू टन्नै आएको छ आज शनिबार भएर। लड्यो कस्तो घाम लागिरहेछ होइन। अब 2-4 दिन अगाडि पानी परेको थियो नि त, पानी परेपछि चाहिँ पुरा घाम लागिरहेछ क्या, गर्मी छ। अब एकछिन यहाँ खाजा अर्डर भएको छ हाम्रो, खाजाको लागि वेटिङमा छ। मान्छेहरू टनाटन लागेको छ, गर्मी छ, हल्का गर्मी छ। खाजासाजा खाएर हामी एकछिन पछि होला स्विमिङ गर्न जाने होइन। को रेडी हो स्विमिङ गर्नलाई? आर यु रेडी? स्विमिङ लोक्साङ पनि close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading. ल अब चाहिँ हामी यहाँ स्विमिङ गर्नलाई एकदम रेडी भयौँ है। यहाँनिर चाहिँ कस्ट्युम फेर्दैछ। अरे ओभर एक्साइटेड हो हेर्नु न। लास्टै गर्मी छ है, कति घाम लागिरहेछ। पोल्छ सनमन चाहिँ डेन्जर हुन्छ फेरि। ल अब हामी इन्जोय गर्छौँ स्विमिङ। अरे ल चेस ल जाऊ हेर नि। And love is all we'll ever trust. Yeah. No, I don't wanna waste what's left. And we'll go through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go through the wastelands, through the highways. स्विमिङ गरिसक्यो, टन्नै खेल्यो, तर लास्ट गल्यो है। 3:30 पनि भयो। अब हामी यहाँबाट निस्किन्छौँ। अब हामी ओभर घोच्यो है। अब हामी तुमलिङ टार हुँदै खातबारी फर्किने है। ल एकछिन पछाडि खाजासाजा पनि खान्छौँ होला, अनि त्यसपछि हामी लाग्छौँ।
यो चाहिँ तपाईँको लिची बगान आँप पनि छ ए यो चाहिँ के को हो कि यो अरू ठाउँको हो यो चाहिँ अरुण थर्डको अफिस अहिले चाहिँ हामी यहाँ कत्ले भन्ज्याङमा माछा चिउरा खान आइरहेको छौँ लोकल माछा यहाँ एकदम रेडी छ सबै खोलाको माछा होइन त यो कस्तो कस्तो माछा यो त अनि कस्तो यो अर्कै खालको छ त चेप्टो चेप्टो छ अहिले अरू पाउँदैन हो ल माछा चिउरा चाहिँ अब यहाँनिर यो कत्ले भन्ज्याङ यहाँ तुम्लिटारदेखि थोरै यता छेउमा पर्छ नजिकै सभा खोला छ यहाँनिर आएर चाहिँ माछा चिउरा माछा खानाहरू खान सकिन्छ एकदम माछा चाहिँ दामी हुन्छ है भ्यू पनि राम्रो छ बाहिर बसेर खान सकिन्छ कागतीहरू सर्ट कटिजमा बसेर अब हामी माछा भुजा खान्छौँ ल यो चाहिँ माछा फ्राई है माछा भुजा अचार पनि हुँदो रहेछ सलाद माछाको ग्रेभी ल आजको चाहिँ हाम्रो के भन्छ यो सतीघाटको भ्लग चाहिँ हामीले यहाँ कत्ले भन्ज्याङ होटल त्रिवेणीबाट खाजा खाएर हामीले माछा खाएर हामीले एन्ड गऱ्यौँ अब हामी कहाँ जान्छौँ खातबारी जान्छौँ है ल लाइक गर्दै गर्नु होला है त